बालेन शाहलाई पहिला वडा अध्यक्ष जित्ने भगवान कसम म अहिले दर्शकवृन्दहरु एकैछिन यो भिडियो हेर्नु है, मात्र 3 मिनेटको साथ। म जुम्लाको मान्छे हैन, वडा अध्यक्ष पहिला जित्ने, वडा अध्यक्षले भोट हालेर सांसद बन्ने यदि कानुन यो देशमा संविधान दाइहरूले पहिलाका मान्यजीहरूले लेखिदिया भए भगवान कसम म अहिले सांसद त कुरा छोड्नु वडा सदस्य हुन सक्दैन। काठमाडौँका मेयर बालेन कुमार बालेन शाहलाई पहिला वडा अध्यक्ष जित्ने, वडा अध्यक्षबाट चाहिँ वडा अध्यक्षले भोट हालेर मेयर बन्ने यदि यो देशमा संविधान भइदिएको भए बिचाराले वडा अध्यक्ष भन्दा माथि उड्नै दिन्थेन नि हैन। हो त्यस्तै यो देशमा जनताबाट निर्वाचित प्रधानमन्त्री चाहिन्छ, यो हाम्रो माग हो, यो अबको युवाको देशको आवश्यकता हो। ल अहिले भनौँ त प्रचण्डजीलाई यो देशमा प्रधानमन्त्री बना भनेर भोट दियो 32 सिट जम्मा। उहाँलाई त गोर्खाको एउटा सांसद बनाएको, म ज्ञानेन्द्र साईलाई जुम्लाको सांसद बनाएको, अहिलेको केपी शर्मा ओलीजीलाई झापाको सांसद बनाएको, देशको प्रधानमन्त्री होइन नि। के बुटोलका जनताले अब त्यो भन्दाखेरि के भन्नुहुन्छ, तपाईले चुनेका प्रतिनिधिले भोट हाले भन्छन्। त्यसो हो भने यहाँ डाक्टर कतिजना हुनुहुन्छ हाम्रो त मेडिकल पढेर, तपाईले मेडिकल पढ्नुभयो, मेडिकल पढ्नुभयो, अनि तपाईको घर बुवाले पनि मेडिकल पढ्या हो त। शाखा अधिकृतमा कसैले नाम निकालेर सरकारी कर्मचारी हुनुहुन्छ? ल शाखा अधिकृतमा छोराले नाम निकाल्यो भने के बाउ शाखा अधिकृत हो त? यहाँबाट तपाईहरूले सांसद पो जिताएको हो त, प्रधानमन्त्री थोडी जिताएको हो होइन। जब युवाले रोजगारी पाउँदैन, जब अदालतमा न्यायाधीशले न्याय दिँदैन, जब अस्पतालमा उपचार हुँदैन, जब घुस खानेहरू मन्त्री पटकाई भएपछि होइन जस्तै अनि त्यो कारणले हुन्छ नि त हैन। संविधान भन्नुहुन्छ जता पनि मान्यज्यूहरूले, संविधान गीता हो कि यो त्रिपट हो कि कुरान हो कि बाइबल हो, जबकि यो परिवर्तन गर्न सकिँदैन भन्ने होइन नि। कुनै पनि देशको संविधान त्यहाँको जनताको इच्छा र आकांक्षामा लेख्ने हो, संविधान परिवर्तन गर्नुपर्छ भन्ने हाम्रो धारणा। तपाईहरु यतिजना युवाहरू हुनुहुन्छ हैन, तपाईहरु सबै युवाले के चाहन्छ कि फ्रान्सको जस्तो हाम्रो देशमा पनि युवा मान्छे राष्ट्रपति प्रधानमन्त्री भइदिएको भए भन्ने चाहना छ हैन। अब भर्खरका युवा जो काम गर्न सक्ने क्षमता भएका मान्छेहरू राजनीतिमा आएर देशको प्रधानमन्त्री बनुन् भन्ने तपाईँको इच्छा छ हैन, तर त्यो इच्छा कहिल्यै पुरा हुँदैन यो संविधान अनुसार। किन हुँदैन थाहा छ? यो संविधानले के भन्छ भने जनताबाट निर्वाचित प्रधानमन्त्री होइन, एउटा निर्वाचन क्षेत्रमा जितेको मान्छे दल